नमस्ते सबैजनालाई स्वागत छ यस युट्युब च्यानलमा। साथीहरू, यहाँनिर जुन मैले तपाईहरुलाई एउटा एयरड्रप दिएको थिएँ जसको नाम चाहिँ सीड रहेको छ। यो चाहिँ टेलिग्राम बेस्ड एयरड्रप रहेको छ। यो चाहिँ मैले तपाईहरुलाई पहिले नै दिएको थिएँ र यसको विथड्रल सम्बन्धी केही अपडेटहरु आएको छ र यो छिट्टै अब लिस्टिङ हुन सक्छ। त्यसकारणले गर्दा यसको विथड्रल गर्नको लागि तपाईहरुले के प्रोसेस गर्नुपर्छ त त्यो सम्बन्धी सबै कुराहरु म तपाईहरुलाई डिटेलमा भन्नेछु। तपाईहरु यो भिडियोको अन्तिमसम्म रहनु होला। र अर्को कुरा साथीहरु, यदि तपाईहरु नयाँ हुनुहुन्छ र यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्दिनु होला। सब्स्क्राइब सँगसँगै रहेको बेल आइकन घण्टीलाई पनि अन गर्नु होला। अनि साथीहरु, तपाईहरु मेरो टेलिग्राम च्यानलमा जोडिनु भएको छैन भने मेरो टेलिग्राम च्यानलमा पनि जोडिनु होला। साथीहरु, मेरो टेलिग्राम च्यानलमा चाहिँ मैले विभिन्न नयाँ अपडेटहरु दिने गर्दछु। सो तपाईहरु त्यहाँ जोडिनु होला। र साथीहरु, यहाँनिर सीडको जुन ड्याशबोर्डको लिंक पनि चाहिने गर्दछ र त्यो लिंक पनि मैले मेरो टेलिग्राम च्यानलमै राख्दिने छु। त्यहाँबाट चाहिँ तपाईहरुले लिंक कपी गर्नुपर्ने हुन्छ र तपाईहरुलाई चाहिँ यहाँनिर मिसेस ब्राउजर चाहिँ काम लाग्नेछ। यहाँनिर चाहिँ किवी ब्राउजर अहिले चाहिँ त्यति सपोर्ट गरेको छैन। त्यो कारणले गर्दा मिसेस ब्राउजर युज गर्नु होला। र सबैभन्दा पहिला तपाईहरुले के गर्नु होला भने साथीहरु, यहाँनिर तपाईहरुले आफ्नो मिसेस ब्राउजर डाउनलोड गर्नु होला। यदि गर्नु भएको छैन भने, यदि डाउनलोड गरिसक्नु भएको छ भने सबैभन्दा पहिला तपाईहरु यहाँनिर मिसेस ब्राउजरमा जानु होला। अनि मिसेस ब्राउजरमा गइसकेपछि यो जुन सुई वालेट रहेको छ नि, यसलाई चाहिँ एक्सटेन्सनमा यहाँनिर डाउनलोड गर्नु होला। त्यसको लागि चाहिँ मैले यो सुई वालेटको एक्सटेन्सनको लिंक पनि दिनेछु। त्यो लिंकलाई कपी गरेर यहाँनिर चाहिँ तपाईहरुले यहाँनिर न्यू ट्याब ओपन गरेर यहाँनिर चाहिँ त्यो पेस्ट गरेर पनि गर्न सक्नुहुन्छ, अथवा यही पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। यही पनि यहाँनिर यसरी यो गर्नुभयो भने यहाँनिर सुई भनेर यसरी आउनेछ, हेर्न सक्नुहुन्छ। र यसमा तपाईहरुले क्लिक गर्न बित्तिकै यसरी ओपन हुनेछ। ओपन भइसकेपछि एड क्रोम गर्नु होला साथीहरु। यहाँनिर ओके गरिदिनु होला र तपाईहरुको चाहिँ क्रोम एक्सटेन्सन जुन यो मिसेस ब्राउजरको क्रोम एक्सटेन्सनमा चाहिँ यो तपाईहरुको सुई वालेट चाहिँ एड हुनेछ। अनि साथीहरु, तपाईहरुले चाहिँ सीड जुन टोकन रहेको छ यसलाई विथड्रल गर्नको लागि सुई वालेट चाहिनेछ। यहाँनिर चाहिँ अब जुन टर्नबाट चाहिँ यो विथड्रल हुने छैन र यो चाहिँ सुईकै वालेटमा चाहिँ विथड्रल हुनेछ। त्यो कारणले गर्दा यो सुईलाई चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि अब यहाँनिर क्रिएट अ न्यू पासफ्रेज अकाउन्ट भनेको छ अनि मोर अप्सन भनेको छ। यहाँनिर तपाईहरुले मोर अप्सनमा गर्न सक्नुहुन्छ। नयाँ क्रिएट गर्न चाहनुहुन्छ भने नयाँ क्रिएट गर्दा हुन्छ। यदि अलरेडी नै छ तपाईहरुको सुई वालेट भनेपछि तपाईहरुले यहाँनिर एकपटक मोर अप्सनमा क्लिक गर्नु होला। मोर अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर इम्पोर्ट फ्रम पासफ्रेज भनेको छ, इम्पोर्ट प्राइभेट की भनेको छ, इम्पोर्ट फ्रम लेजर भनेको छ। अब इम्पोर्ट फ्रम पासफ्रेजमा तपाईले क्लिक गर्नु होला र यहाँनिर चाहिँ सबै वर्डहरु तपाईले टाइप गरेर राखेर नेक्स्ट गर्नु होला है त। अब साथीहरु, तपाईहरुले आफ्नो पासफ्रेज यहाँ राखिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँनिर आफ्नो एउटा पासवर्ड सेट गर्नु होला। अनि त्यसपछि पासवर्ड सेट गरिसकेपछि फेरि नेक्स्टमा क्लिक गर्नु होला है त। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ यसरी आउनेछ। अनि यहाँनिर चाहिँ नेक्स्टमा फेरि क्लिक गर्नु होला। यति गरिसकेपछि वेलकम टु सुई वालेट भनेर यसरी तपाईहरुको सुई वालेट चाहिँ ओपन हुनेछ। यहाँ हेर्न सक्नुहुन्छ मेरो सुई वालेट चाहिँ ओपन भइसक्यो। अब यो सुई वालेट ओपन भइसकेपछि तपाईहरु फेरि मेरो यहाँनिर टेलिग्राममा जानु होला साथीहरु, मेरो टेलिग्राम च्यानलमा। यहाँनिर तपाईहरु मेरो टेलिग्राम च्यानलमा आइसकेपछि यो जुन लिंक रहेको छ, यो ड्याशबोर्डको लिंक रहेको छ, यसलाई चाहिँ कपी गर्नु होला। कपी गरेर चाहिँ तपाईहरु यहाँनिर मिसेस ब्राउजरमा जानु होला। मिसेस ब्राउजरमा गएर न्यू ट्याब ओपन गर्नु होला। अनि यो जुन रहेको छ ड्याशबोर्ड, यसलाई चाहिँ यहाँनिर पेस्ट गरेर ओपन गर्नु होला। यसरी आइसकेपछि सबभन्दा पहिला तपाईहरुले चाहिँ यहाँनिर यो जुन देख्न सक्नुहुन्छ टेलिग्रामको यो अप्सन दिएको छ, यो टेलिग्रामको लोगो, यसमा चाहिँ यहाँनिर क्लिक गर्नु होला। यसमा क्लिक गर्न बित्तिकै तपाईहरुको टेलिग्राममा चाहिँ यहाँनिर रिडाइरेक्ट हुनेछ। यसरी भइसकेपछि सीड लगइन भनेर आउनेछ। यहाँनिर स्टार्टमा क्लिक गर्नु होला। स्टार्टमा क्लिक गरिसकेपछि यसरी आउनेछ। फेरि लगइनमा यहाँनिर क्लिक गरिदिनु होला। लगइनमा क्लिक गर्न बित्तिकै तपाईहरुको यो भइसक्नेछ। यहाँनिर हेर्न सक्नुहुन्छ यु हैव सक्सेसफुल अथराइज अन सीड साइट, नाउ यु क्यान गो ब्याक टु द साइट भनेको छ। अब यो भइसकेपछि तपाईहरु फेरि यहाँनिर साइटमा आउनु होला। यहाँ आइसकेपछि तपाईहरुको हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यसरी अथराइज हुनेछ। यहाँनिर चाहिँ मेरो सक्सेसफुल यो लगइन भइसक्यो। अब यो सक्सेसफुल लगइन भइसकेपछि के गर्नु होला भने यहाँनिर चाहिँ तपाईहरुको जुन पहिलेको जुन टर्न वालेट रहेको छ नि, यो अलरेडी नै यहाँनिर तपाईहरुको चाहिँ कनेक्टेड हुन्छ। यसलाई चाहिँ डिस्कनेक्ट नगर्नु होला। अब यहाँनिर कनेक्ट सुई वालेट भनेको छ नि, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि फेरि सुई वालेटमा क्लिक गर्नु होला। तपाईहरुको यही सुई वालेटमा चाहिँ रिक्वेस्ट जानेछ। हेर्न सक्नुहुन्छ ओपनिङ सुई वालेट भनेर यसरी आउनेछ। यसरी आइसकेपछि तपाईहरुको यहाँनिर एकछिन थोरै टाइम लाग्नेछ, एकछिन पर्खिनु होला। अनि त्यसपछि यो सुई वालेटलाई चाहिँ कन्फर्म गरिदिनु होला। यसरी यहाँनिर रिक्वेस्ट आइसकेपछि हेर्न सक्नुहुन्छ यसलाई कनेक्टमा क्लिक गरिदिनु होला। यहाँनिर कन्फर्म गरिदिनु होला साथीहरु है त। यसरी कन्फर्म गरेर साइन इनमा यहाँनिर क्लिक गरिदिनु होला। यति गरिसकेपछि अब तपाईहरुको पासवर्ड के रहेको छ त्यो राखेर अनलक गरिदिनु होला। यसरी गरिसकेपछि साथीहरु हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ मेरो सुई वालेट चाहिँ कनेक्ट भइसक्यो है त। मेरो यो सीडसँग चाहिँ सुई वालेट कनेक्ट भइसक्यो। तपाईहरुले पनि यसरी कनेक्ट गर्नु होला। यसरी कनेक्ट गरिसकेपछि जति तपाईहरुको चाहिँ यहाँनिर सीड रहेको छ
यसलाई पछि गएर तपाईहरुले मजासँग आफ्नो सुई वालेटमा क्लेम गर्न पाउनुहुनेछ र सुई वालेटमा क्लेम भइसकेपछि त्यहाँबाट चाहिँ तपाईहरुको एक्सचेन्जमा आउनेछ। अब यिनीहरुले पछि डाइरेक्ट एक्सचेन्जमा पनि क्लेम गर्ने बनाउन सक्छन्। यदि डाइरेक्ट एक्सचेन्जमा पनि क्लेम गर्ने बनायो भने त राम्रो भइहाल्यो साथीहरु। यदि त्यो बनाएन भने पनि तपाईहरुको सुई वालेटमा जानेछ यो सीड टोकन, अनि त्यहाँ गइसकेपछि त्यहाँबाट चाहिँ तपाईहरुले मजासँग यसलाई क्लेम गर्न पाउनुहुनेछ है त। अहिलेलाई यही नै गर्नु होला साथीहरु र यो अब छिटै यहाँनेर लिस्टिङ हुनेछ र यो लिस्टिङ भइसकेपछि यसले पनि के न के अब थोरै भए पनि तपाई हामीहरुलाई प्रॉफिट चाहिँ दिन सक्छ। धन्यवाद।